राजी अब यहाँ कहाँ आइपुग्यो हामी हामी डोपटा यो गाउँलाई डोपटा भन्छ हामी चाहिँ पोखराबाट आएको हैन पेर्काचोर जाँदै यहाँ बाबुहरू चाहिँ युकेबाट क्यानाडाबाट हैन आएको अब चाहिँ पोखराबाट फेरि हामी अहिले पेर्काचोर आफ्नो पुरानो थौलकी गाउँ जाँदैछु हेर्नु होला कस्तो लाग्यो तपाईहरुलाई हैन बाटो पनि राम्रो रहेछ है बाटो कति न्यू छ बाटो हैन आदि खोला यो आदि खोला हो यो आदि खोला स्याङ्जाको आदि खोला आदि खोला पनि सबैले चिन्छ के आदि खोलामा चाहिँ के माछा पाउँछ माछा पाउँछ एकदम तिखर पोखरा बजारको भन्दा माछा चाहिँ आदि खोला एकदम तिखर के एकदम टेस्ट हुन्छ के उ सुन्तला पनि फलेछ है सुन्तला फलेछ ऊ पारी सत्तौँ गाउँ सत्तौँ हैन यता चाहिँ यता पर्यो हेलोपाडी खिलुङ गाउँ यति देखेछ नि त्यो गाउँ चाहिँ चङ्खे डाँडा को चङ्खे थियो पहिला त्यस्तो चङ्खे डाँडा हो त्यो हैन यो माथि यो चाहिँ पहिला मम्मीहरूले के यहाँ चाहिँ घाँस दाउरा गर्नुहुन्थ्यो यो पाहाडमा हैन यो पाहाडमा ऊ त्यो माथि देख्छ नि टावर त्यो चाहिँ मोबाइलको टावर हो के त्यसको पनि चाहिँ हाम्रो धिम्री गाउँ हो फेरि धिम्री गाउँ के मम्मीको माइत मेरो माइत हैन मेरो बाबा मम्मीको घर हैन यता अब हामी चाहिँ यता पेर्काचोर यता डाँडा पारी रहेछ नि डाँडा ओल्तिर हैन धिम्री गाउँ डाँडा यता पर्यो पेर्काचोर डाँडा यता ओल्तिर पर्यो हैन ठुलबाको पनि उतै हो ठुलबारा मेरो एउटै गाउँ हो हामी ठुलबारामा दाजु भयो के हामी एउटै घरको हो यो चाहिँ कुचो झाडु हुन्न घरमा झाडु बनाउने फुल झाडु यो सबै गाउँदेखि बजारमा जाने हो यसलाई चाहिँ पाकेपछि यो सुक्छ नि टिप्यो थुत्यो हैन अनि यसले चाहिँ गाउँको बुढाले चाहिँ यसलाई के बुन्छ नि त पेर्काचोरको स्कुल जमानाको स्कुल है ठुलै रहेछ त अब स्कुलसँगै बाटो पुगिसक्यो यो माथि मनोकामना हो माथि मनोकामना यो स्कुलमा हो अस्मिनाहरुले टिच गरेको यही हो अभी हिँड्दा काँडा अभी हिँड्दा कुरो पेर्काचोरमा स्वागत छ पूर्वेली श्रीमतीलाई आफ्टरनुनको 12 बजेको छ हामी यहाँ पेर्काचोर स्याङ्जामा आइपुग्यौँ एकचोटि ब्रेक दुईचोटि ब्रेक लिएको है पोखरादेखि कति लाग्यो आवर एन्ड हाफ बाटो चाहिँ पिच राम्रो रहेछ यहाँ मात्रै अब अफ रोड तर यहाँदेखि चाहिँ हामी हिँड्दै अब प्रकाशको ग्रान्डफादरको घरमा जाँदैछौँ लिलीको फर्स्ट टाइम यस मम्मीहरू यहाँ पहिला धान रोप्ने यताउता धान होइन कोदो रोप्ने मकै खाने टिप्ने अनि घाँस काट्ने यही हो यो घाँस पनि काट्थ्यो टाउकोमा हैन त्यो वन पाखा सबै मम्मीहरूले चाहिँ काम गर्ने ठाउँ हो यो पाखा हो कि सबै यो मात्रै होइन त्यता पनि त्यो पारि डाँडा होइन त्यसलाई चाहिँ त्यसलाई नपुजे डाँडा कि नपुजे डाँडा भन्छ त्यहाँ चाहिँ शिवजी मन्दिर छ क्या लसुन रोपेछ आलु रोपेछ लसुन रोपेछ लसुनहरू रहेछ थुप्रै घर आइपुग्नु लाग्यो बाटो चाहिँ यस्तो छ अलिकति सानो हिँड्ने बाटो यो फुल चाहिँ लालुपाते भन्ने एउटा गीत पनि छ लालुपाते फुले बनैमा भन्ने
सबै कब्जा गर्नुभएको रहेछ अनि त कति त नमस्ते मैला बा कुखुराहरू प्रकाश बारी नातिनी हजुर तपाईँको हो यो बाख्रा बच्चा आमा कति धेरै ल हेर्नु कुखुरा लोकल हो यो बाख्रा दाउरा बाबु पानीको ट्याङ्की हो यो पानीको ट्याङ्की हो अँ 8 बाटो ल्याएको पानी आम्मा 11 किलोमिटर केमा ल्याउनु भयो नि पाइप खनेर यो जिम्नु खनेर पाइप पुरेर ल्याएको ए यो गाउँलाई पानी हो यो हजुर माथि उ त डाँडा त्यो कुहिरो भएको डाँडा उ त बाटो यसरी घुमाएर ल्याएको ए राईला बा राईले आमा वा खै त अहिले आउनु ल साली खालाई त रे साइड त आएको आयो दिनदिनै साली खाबै तल हाइ तरेको त गाउँमा तर खाने यता बाटो ल्याएको पानी 11 किलोमिटर कति राम्रो लाग्यो के मेरो त धेरै आउन पाउने के मसँग अनि फोन भेनाले फोन गरेर जानु कान्छी भन्नु थियो नम्बरै थिएन हामी चाहिँ अब अहिले मूल घर आइपुग्यो हाम्रो बाजेको घर हाम्रो ड्याडीहरू यही खोइ हुर्किनु भयो कि भएन है जस ड्याडीहरूको मूल घर हाम्रो पनि मूल घर कति राम्रो बनाएर राख्नुभएछ अनि यहाँ चाहिँ अहिले हाम्रो राइले आमा हुनुहुन्छ अनि सागर दाइले ड्राइभ गरेर आउनुभयो बाटो पनि राम्रो रहेछ आज पनि आउनुभयो नारे फल्छ हो र उनीहरूलाई ए लिलीले यहाँ भैँसीको दुध खाँदैछ फ्रेस गाउँको भैँसीको दुध त खायो कस्तो मिठो मिठो छ गाउँमा पनि खाँदैछ तातो तातो चिया खाने है प्रकाश सेलरोटी खाने मुलाको अचार खाने भट्टा खाने ल अब चाहिँ ल नानी अब चाहिँ बाहिर गएर पेरीमा बसेर मिठो मिठो छ आज ड्राइभरसँग मात्रै छ गाडीहरू सबै गाउँमै बनेको गाउँकै रोटी मुला यहीँ फलेको यो चना ए अगुरै यहीँको है अनि के छ भटमास मुलाको अचार चिया है भैँसीको दुध हालेको चिया होइन अनि भैँसीको दुधको चिया सुरु गरौँ
आमा म त्यत्रो ठुलो त अनि कामदेखि धुवा आयो नि त कति मजा आयो यसो फ्रेस खाना कस्तो अर्कै फिलिङ हुने है अझै डाँडाको टुप्पोमा मूल घरमा आएर पहिला बाजेले यसरी खानुहुन्थ्यो होला अझै पहिला यसरी बसेर खाना पाउँथ्यो र कामको हातखुट्टीमा खानै भाग्ने हो तर यहीँ बस्नुभएको होइन ड्याडीहरू मम्मी यहीँ काम गरेको पहिला त के यो माटोको थियो नि त मेरो के माटो हालेर लिप्न पर्थ्यो क्या अनि यो बनाएर लिप्न पर्थ्यो नि त अहिले अझै पोच्चा लगाउने के सुरु मिठो छ एकदम मिठो अचार खाने ल्याइदिन्छु म हुन्छ यो रोटी रोटी खाएको अब आउने हप्तामा है म्याम म्याम गरेको हुन्छ म हजुरलाई 1 मिनेटमा कल ब्याक गरिहालेँ है घरहरूले त मेरो त लुगा त हैरान गरिदिन्छ रोटी खाने हो तिमी गाउँको रोटी खाएको नान्छी दिम रोटी पनि खाने हजुर साह्रै मिठो बनाउनु भएछ दिम सरी यो त होटलमा पनि पाउँदैन यस्तो त त्यही त होइन होटलको त केही मिठो हुन्छ र यहाँको मिठो हुन्छ नि गाउँको तातो छ तातो त अहिले गाउँमा पनि ग्यास छ के अरे सजिलो सफा गर सफा गर रेलमा यहाँ चाहिँ पकाउने ठाउँ हो यो चाहिँ नि किचन जस्तो गाउँलेको किचन हो यो सबैको यस्तै हुन्छ यस्तो चिकन पाक्दैछ है थुप्रै रहेछ है बेला बाख्रा उही आमा हिही दुध दिन्छ है दुध दिन्छ एउटा बेच्दियो के अरे पाल्नु सकेन ए कति वर्ष भयो दुईजना यो 5-6 वर्ष भयो त्यो चाहिँ नि 1 वर्ष हजुर ए बच्चै रहेछ बच्चा हजुर ए त्यसकै नानी 1 वर्ष भयो यो चाहिँ भुइँचालो लगेर सिमेन्ट हजुर बाबाले गाली गर्नुहुन्छ भनेर मैले काटेको बनाएँ क्या पहिला जस्तो छ त्यस्तै बनाउने क्या अब मजबुत छ नि फेरि काट त यो कुनै उस गरेको यहाँ चाहिँ पहिला भैँसी पाल्नुहुन्थ्यो भैँसी बाँध्थेँ यहाँ बाबाहरू हुँदाखेरि पनि अनि पछि चाहिँ मैले आफ्नै उसले चाहिँ बाबाले गाली गर्नुहुन्छ भनेर फेरि बाबालाई देखाएँ अहिले चाहिँ यतिकै स्टोर स्टोर चाहिँ माथि सुत्ने ठाउँ छ माथि हेरेर एउटा कोठा यहाँ थिएन पहिला मैले यो अर्कै अलगै कोठा बनाएँ हजुर यहाँ बाख्रा बाँध्ने थियो कि पहिला यहाँ चाहिँ बाख्रा पाल्ने ठाउँ पहिला यहाँ पहिला उसहरू उस त त्यो भान्जीहरू पनि यहाँ सुत्थ्यो पहिला भान्जी आउँदाखेरि ए अस्मिना ए यहाँ चाहिँ नि यसो सुत्ने ठाउँ बनाएको छ यो नयाँ बनाएको हो क्या अस्मिना हेर्दैछ भने तिम्रो स्कुलमा पढ्ने बिचरा यहाँ आएर बस्थ्यो जान खोजेको थिएन यहीँ झामिने उसो भने उसलाई त रमाइलो लाग्यो भन्दै थियो है ठिक छ है डाँडा डाँडा देख्दो रहेछ देखिन्छ पुरै जान राम्रो यहाँ यो पहिला बाजेहरूले चलाउनु भएको कि ए अहिले बिजुली पनि छ है हिकेको पनि अट्छ त्यो कन्भर्टर नचाहिँदो रहेछ भनेपछि यो घर चाहिँ पहिला जस्तो चाहिँ त्यस्तै छ त्यस्तै छ
है तर यी तलको चाहिँ मैले जाली चिन झ्याल त्यो ढोका हालेको छैन त्यो ढोका थिएछ उतातिर पनि त्यो ढोका फालिदिउँ भनेको त्यो ढोका पनि पुरानोकै छ पुरानो पहिला जस्तो थियो त्यस्तै माथि हेऱ्यो भने चाहिँ माथि कोठामा पनि यहाँ चाहिँ किचन खाना पकाउने ठाउँ छ यहाँ भाँडाकुँडाहरू राख्ने ठाउँ पूजा गर्ने ठाउँ ए अँ यहाँ र यहाँ 2टा कोठा रहेछ बेडरुम रहेछ है हजुर लाइटले पनि देखेन लाइट बाल्दिउँ ए अँ ल यहाँ चाहिँ बेडरुम होइन हजुर उता पनि छ मम ड्याडी चाहिँ यहाँ सुत्नुभयो कि अब उता सुत्नुभयो है रुपा भाँडा दुधेछ त्यो ए हुन्छ कान्छी भाडा हुन दियो जम्मै भाडा खोइ त्यस्तै बेडरुम अनि ऊ माइलामाहरू त बस्नुभयो कि भएन बस्नु भएको यहीँ नै हो ए यहीँ नै हो साइज भयो कान्छाहरू आउँथ्यो काठमाडौँ पढ्दै कहिले काहीँ ए अँ बन्द गरौँ बाबु हजुर अनि कान्छा सालुबाहरू चाहिँ अनि यहीँ बस्थ्यो ए अँ अनि फुपू पनि यहीँ हो फुपूहरू पनि सबै नै यही हो हजुर अनि यता चाहिँ रालुबा यतापट्टि चाहिँ त्यो त आठी भन्ने हुन्छ त्यो त्यहाँ त उस हुन्छ माथि हेऱ्यो हुन्छ ए त्यो काम गर्ने ठाउँ हो त्यो कालो उससम्म राख्ने ठाउँ हो कि त्यो ए बुढाबुढीहरूले हजुर कोदो मकै खान्छन् ल हेर ए कोदो राख्ने ठाउँ त्यो नारे भला त्यो नारे मोर्छ ल हेर अब कालो लागिसक्यो बाबु हजुर आँधेरो छ आइज ए हुन्छ म लाइट बाल्छु ल यही हो पहिला बुढाबुढीहरूको सिँढी त्यो अप्ठ्यारो छ क्या त्यो भएर यो फालिदिनु पऱ्यो भनेको फेरि बाबु रिसाउँदै भनेर मैले अर्को हाल्नु भनेको यो त पहिल्यैदेखि यस्तै थियो होला नि यस्तै हो पहिलेदेखि नै यस्तै हो पहिला बाबु बाजेको पालदेखि यही यहाँ चाहिँ मकै के राख्ने ठाउँ कोदोहरू यहाँ चाहिँ लाइट छैन है राजु लाइट थियो मुसले काटिदियो कि त्यहाँ त्यहाँ छ मकै कोदो त्यहाँ छ ए भनेपछि 2टा बेड मात्रै हुँदो रहेछ है अनि यो सबैको यस्तै हुन्छ यो आँखी भन्ने हुन्छ हजुर बाबु बाजेले बनायो यो गाउँको घरको यो किनभने मकै कोदो राख्ने ठाउँ कि यो तर सुत्ने चाहिँ अब यहीँ तलै लडीबडी जहाँ सुत्यो यहाँ सुत्दैन किनभने पहिला त आगो फुक्थ्यो बुढियामा तल चुलो छ नि हजुर त्यहीँ हो त्यो किचन भन्ने थिएन हजुर यहाँ तल चुलो छ बुढियामा आगो फुक्ने यही चुलो यो सिँढी पनि पहिला बाजे बुढिआमाले चलाउनु भएको त्यही हो यही हो मैले फालिदिउँ भनेको अर्को हालौँ भन्दै त्यो भ्याङ जस्तो क्या त्यहाँ छ नि यो चुलो पहिला बुढिआमाले उस पकाउने भात पकाउने चिया पकाउने यहीँ आटोकै चिया राखिदियो बुढिआमाले कितलीमा यहीँ बस्थ्यो रोसी खान्थ्यो सिया गरेर चाहिँ चिया पकाउने चुरोट पनि खानुहुन्थ्यो नि चुरोट र चाहिँ रोसी यो झ्याल अर्कै थियो पहिला काठको थियो यो चिन्नु यो खाल्डो पनि पहिल्यै थियो पहिल्यै थियो घर भन्दाखेरि उसो गर्छ कि खाल्डो त पहिल्यैदेखि नै हुन्छ बुढिआमाले चाहिँ यहीँ पकाउँथ्यो बुढिआमाको चुलो यो सबै पहिला खाना पकाउने के गरेर कालो हो होइन पुरै कालो धसै छ माथि तर बलियो है अहिलेसम्म त्यो धुवाले त एकदम मजबुत बनाउँछ नि बलियो बनाउँछ नि त
सुकाएको जस्तै भयो किराले पनि खान्न एकदम बलियो हुन्छ झन् त्यो भएर मान्छेले चाहिँ धुवा लगाउनु कारण त्यो हो क्या फेरि आँचल चाहिँ कालो हुन्छ भन्छ धुवाले असर पार्छ भन्छ पहिला बुढाबुढीहरूले त त्यही उसमा आगोमै हो धुवा यो ढोका चाहिँ साह्रै गरमको बलियो रहेछ यो पनि बेडरुम भनेपछि 4वटा बेडरुम रहेछ यहाँ उता त्यहाँ त्यहाँ यो घरबाट चाहिँ पुरा डाँडा सबै देख्दो रहेछ उकालो हुँदैछ अलिक तर डाँडामा आज पनि सुत्नु भयो यहाँ ए यहाँ पो यो मम्मीको मम्मी कोठी हो कोठी भन्छ के गाउँमा कोठी कोठी ए अनि मम्मीसँग आउँदा म मम्मी र म यहाँ सुत्थ्यो कोठी यो बत्ती बाल्नु कोठी ल तर पहिला त बेड पनि थिएन होला कि पहिला थियो थिएन त थियो थियो पहिला यस्तो त्यसलाई खाट भन्छ के खाट पहिला कुकुर यहीँ बाघमाथि आएर लान्थ्यो है यो अर्को बेडरुम तल यहाँ पनि माथि कस्तो रहेछ यहाँ चाहिँ बुढामा अथवा दाजु बस्नु भयो कि हाम्रो आजी चाहिँ यहाँ इस्कुस टिप्दै हुनुहुन्छ कहाँ हुनुहुन्छ आजी आज के टिप्नु भयो गरे के हो यो 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 ए त्यो त भेन्टा हो तरकारी खाने के पहेँलो है कहाँ जानुभयो आजी पर नजानु है भित्र छैन के छ के झर्दैछ कहाँ के झर्यो ए आई खाथे नि आचार त्यही हो के इस्कुसको अचार हो र कि म त मुला पो भनेको आई खाथे नि त्यही हो कि ए मुला होइन यो यो चाहिँ बनाना ट्रीहरू रहेछ पछाडि धेरै उयो छ त आज अनि यत्रो ठुलो इस्कुस ए त्यसरी कति मजाले झर्दो रहेछ जानु सक्दैन भाइ झार्ने मात्रै हो है जाने कसरी नानी किन्यो भने 50 रुपियाँ 100 रुपियाँ किलो भन्छ यहाँ कति धेरै रहेछ त कति भयो भोलि है अन्त किन आउनु छु जम्मै यसरी खोइ स्कुलमा बल्ल त यहाँ थुले आँखादी इस्कुस त सब लैसकिरहेको जम्मै झटर लिँदा गाउँ भयो भने किन नानी हो यस्तो यो त सुमा सुमा त गाउँ त्यही फलेछ त मेरो फल परिहाल्यो यसरी फालो सानो गयो चिकन मकै त क्वापै खाइदिने अघि यिनीहरूको एउटा साथी मऱ्यो त्यसैले अलिक डराउँदो रहेछ डल्लै बजार
जाम ताउ जाम हुन्छ उसको दुध खाने अरे बाई बाई ए हुन्छ हस् हस् अब त रात झमकै छैन छैन त्यो पनि खान्छ ल हजुर पछि भेट्दै गरौँ है आज एक दिन पछि होइन ठिकै छ भोलि पछि आइज हे ल पछि भेट्दै गरौँ ल ल ल हुन्छ ल ल ल स्कुल आइपुग्यो यहाँको हाई स्कुल अस्मिलाले पढाएको हाई स्कुल अस्मिलाले पढाएको फुपू पढ्नु भएको हिमा फुपूले पनि पढाउनु भएको होइन बच्चाहरू ठुलो बच्चाहरू विद्यार्थीहरू कति हुन्छ होइन विद्यार्थीहरू ल यो चाहिँ स्टाफ रुम टिचरहरूको सरहरू हुनुहुन्छ हजुरले अस्ति लानु भने होइन त्यो त त्यहाँ तपाईँले माग्यो भने दिनु हामीले अलिकति अब तिनीहरूलाई अलिकति कन्ट्रिब्युट गर्नेहरूलाई हामीले अलिकति झट्टै छापिँदैन होला अलिकति गाउँलाई कन्ट्रिब्युसन गाउँ होइन स्कुललाई विद्यालय पहिलो चरणमा चाहिँ उहाँले अनि केही रकम भए पनि सहयोग गर्छु भन्नुभएकोमा यो चाहिँ स्टार्टिङ उहाँ प्रदीप गुरुङ र प्रकाश गुरुङ र सपरिवारलाई धन्यवाद दिन चाहन्छौँ र हामीले चाहिँ विद्यालयले एउटा रातो टिका र अबिरले मात्रै सम्मान गर्न पाएका छौँ र पुनः चाहिँ हामीले फेरि यस्तो अवसर मिलेमा वार्षिक उत्सवमा फेरि पुनः उहाँलाई निम्तो सम्मान गर्ने बाचासहित यो हस्तान्तरण गर्नको लागि म प्रभाव सरलाई र हाम्रो प्रकाश गुरुङलाई म हार्दिक अनुरोध गर्छु भाइको फोटो चाहिँ क्लास 8 को रहेछ 8-19 यहाँको स्कुल टेबलहरू पुसै हेर्नुभएको छ भने यही हजुर स्कुल फुपूहरू पनि हाम्रो चाहिँ कान्छ भयो अनि यहाँ चाहिँ
2-3 जना मात्रै स्टुडेन्ट छ त्यो चाहिँ कसरी यिनीहरूको सरलाई पढाइदिए भनेको छ नि यहीँ वरिपरिकाले ए बाबा आमाले चाहिँ अलिक एक्स्ट्रा पढाइदिनु भनेर एक्स्ट्रा पढाइदिनु भनेर अहिले लाग्यो कति दिनुहुन्छ थाहा छैन हजुर उहाँलाई चित्त बुझाउने पर्यो ए सो त्यही ब्याजले चाहिँ ट्युसनहरू एक्स्ट्रा आवर ओभर टाइम भनौँ न त्यहीबाट राम्रो नि है पहिलेदेखि थाल्ने हजुर हामी यो बल्ल 4-5 लाखदेखि सुरु गरेका थियौँ हजुर आजसम्म खर्च गरेका थिएनौँ हजुर आजसम्म ब्याज जम्मा गरेर अब 30 लाख ओभर हुनुला अब बल्ल अब युज गरेँ त्यसको हजुर ए हुन्छ माथि पाथी भएर यो पानीको स्टोर हो ए पहिला पानी भरेर जाने है हो यही हो ए हजुरको बुवा वेल जस्तो वेल हो त्यहाँ मूल छ आफै जमिन निस्किन्छ निस्किन्छ जति तान्यो उति निस्कन्छ किन अहिले पनि हो अहिले पनि हो ए हामी पहिला उहाँ पुग्दैन नि पानी भर्न गाउरी गऱ्यो यस्तो डोगल थाप्ने गइरहेछ एकदम त्यही हो अब 27 यो अहिले चाहिँ पाइप आएर है यति जति हो हजुर मोटरले लान्छ यो मोटरले त्यो अघि मन्दिर बनाएर हजुर। अहिले कृषि फार्म छ त्यो पानी तानेर दिनदिनै पानी तानेर ए त्यो सुन्तला बिल्डिङ छ नि हजुर, त्यहाँ हजुर। त्यहाँ पहिला त्यस्तो थिएन आमा नि त यो थियो सिमेन्ट सिमेन्ट खाल्टो त्यो 28 सालमा बनेको ए यो बनाइसक्यो 28 सालमा यो धेरै मान्छेहरू लट्यो बाटोको भएर लडेर लड्यो नि बिचरा सर दुर्घटना कतिको भयो होला यहाँ पहिला अलिअलि भयो मारेर जो बाटोको सिँढी चिप्ल्यो भनेर 28 सालमा यो ब्रिटिसको उसले नै बनाइदिएको हो अनि त्यसपछि हामीले पछि मर्मत गरेको हो त अहिले डाँडागाउँमा 60-70 घर छन् हजुर पहिला त अझै बढी घर थिए अँ 60-70 घर एउटा 60 6-24 करिब 200 घरले कति पानी लान्थ्यो होला 4-5 गाउरीका दरले 1000-1200 गाउरी पानी एक दिनमा जान्छ जान्थ्यो अहिले घरमा छ घरमा ठिक छ यहाँ सर चाहिँ यहीँ बस्नुहुन्छ होइन कति वर्ष भयो यहाँ बस्नुभएको म त अब यहीँ नै भन्नु पर्यो स्कुल सुरु हुनुभन्दा पहिला है अनि सरको नाम त हामीले अघि नारायण प्रसाद अर्याल नारायण प्रसाद आर्य कृष्ण दिदीहरूले भीम दिदीहरूले पढाउनु भयो फुपूहरूले पढाउनु भएको अनि कति वर्ष भयो यता सरले पढाउनु भएको मैले 29 वर्ष भयो 29 आम्मामामा। सरै 29 वर्ष देख्नुहुन्छ 55 को आएर ए अनि यहीँदेखि पहिलादेखि नै बस्नुभएको पहिला त घर पारी थियो अँ पछि ए ल अरू के भन्नु छ सर अब केही छैन हजुरहरूको उपस्थित हुनु पाइयो बेलायतमा सन्देश जाओस् हजुर गर्न माविलाई सहयोग आओस् हामी राम्रो गर्छौँ त्यही हुन्छ हुन्छ धन्यवाद